सुन्नुमा आएन ल आउनु त ल ल लगाइदिन्छु ओ ल माल लगाइदिनु त ओ मङ्गलम भगवान विष्णु मङ्गलम कल गरिदेऊ न मङ्गलाय तनुहरि ल अब दिने कुराहरू भिडियो उनीहरू फोन उठाउँछ ठिक छ एउटा भयो पहिला यो झोला दिने हजुर दिने चाहिँ दिने पहिला लगाइदिने अनि अरू चाहिँ हात दिने सम्बन्ध छैन अहिले अहिले त सम्बन्ध गाँसे आउने है भेटघाट पहिला तँ लगाइदिनु नि त माथि ओम मङ्गलम लगाइदिनुहोस् ओम मङ्गलम भगवान होइन उसलाई बोल्छ उहाँलाई छड्के नै लगाइदिनुहोस् ओम मङ्गलम भगवान विष्णु मङ्गलम गर्दा मङ्गलम पुण्यकाश्यो मङ्गलाय तनुहरि तारा बलम चन्द्र बलम तदेव यो छोएर यता हाली भइहाल्यो ल अब दोस्रोलाई बढाइदिनु अर्को पनि दोस्रो छ यो झोलामा के त्यसमा होइन बिस्तारै गर्नुहोस् है बत्ती बत्ती ल्याउनुहुन्न है खाम छ यहाँ कुनो झोला अब दिने झोला है अस्ति खाइसक्यो अब देखाउनु पर्ने हुँदैन कि सो गर्नु पर्दैन क्या ठ्याक्कै झोला देशी झोलामा छ जे छ होइन ल त टिका लगाइसक्नु भयो भइसक्यो टिको भइसक्यो फुलहरू सुत्दा दिनु यो झोला पोकलीको बुवाको 60 छ भनेपछि के होइन लि समाउनु न बल्ल उताबाट दिने कुरा तपाईँले ल्याएको बल्ल निकाल्नु छ हजुर जाँदाखेरि ए ल यो बुवालाई दिनु आमाको र बुवा यो बुवाको हो अब हजुरले दिने कुरा बल्ल उता पहिला मम्मीको केही खानु पर्दैन अलिदेखि यो चाहिँ हामीले चाहिँ खासै यो चाहिँ नगर्नु हाम्रो चाहिँ चलनै थिएन हजुरले छ होइन होइन बराबर हाम्रोमा चाहिँ हामीलाई चाहिँ कता कता अलिअलि अटै चरणलाई अब दुईजना मिक्स गर्ने त त्यत्रो हुर्काएर दिनुभएको छ अब ज्वाइँ पनि छोरा छोरा होइन त्यसरी लिनु पर्यो अब लक्ष्मी दिनुभएको छ हाम्रो घरको लागि हामी त कृतज्ञ छ यसको लागि बुवा आमाको खाम चाहिँ साइडमा अब
अब भन्ने गाउँ उसले ठिकै आयो बाबु उसले हामीलाई हो नि त्यही भने अब हामीलाई भयो भने सुजिता हो बाबु ल नगर्नु त मम्मी त्यही हो त हजुर बाबुजी। आइपुग्यौँ त हामी त यसो गाला लाएर यहाँ जान पर्छ गाला लाएर होइन कसैको फुट्ला केही होला अहिले यो धेरै छालाको रोग लाग्ने बेलामा गुरु टिका लाउनु है गुरु सरकारी आइयो है यता टिका चाहिँ त बुवा मम्मी एकपल्ट च्याक्क चाहिँ एकपल्ट ओम नमो ठिकै छ कृष्णाय गोविन्दाय नमो ओम नमो ब्रह्मण देवाय गो ब्रह्मण हिताय जगदिताय कृष्णाय गोविन्दाय नमो ओम नमो ब्रह्मण देवाय गो ब्रह्मण हिताय जगदिताय कृष्णाय गोविन्दाय नमो यो पहिलोपल्ट अनुभव पनि हुन्छ दोस्रोपल्ट मिलाएर कति कुरा थाहा हुँदैन खाने थिएन माला साला त केही खाने थिएन होइन ठिकै कसै अलिकति हिँड्छ भनेर पनि हामी गर्थ्यौँ आइडिया भएन हामीलाई यो खोल्यौँ नै गर्मी हुन्छ अहिले त मजाले आउँछ कोट पनि खोल्छ फेरि बस्नु अब फलफुलबाट थाल्नु कि चिया कफी के थाल्नु होइन एउटा गाडी च्याक्कै बस्छ हजुर चियाबाट म ओम नमो ब्रह्मण देवाय गो चिया म त चिया खानु मन लाग्यो गोचे हो कफी कि चियाबाट चिया न चिया नि बाबुले अब गरिदिउँ अब बुवा मम्मी यो ल्याऊ बाबु म हात धुनु म हात धुनु चिया फलफुल पनि काटौँ अनि त्यसलाई खानु बाबुले बाबु गुरुलाई हतार छ यो 1 बज्यो मैले त यो शुभ समय भेटौँ भनेर हो किन भन्दा अर्को बेला किन पार्ने भनेर होइन मैले त्यही भएर तपाईँले भन्ने बित्तिकै मैले उता फोन गरिहालेँ के भयो तानु चार कोठा यता चार कोठा हजुर यता 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 अनि यता किचन यस्तै हुन्छ चार कोठा हुन्छ यता यसलाई है त्यो सजिलो हुन्छ नि खुल्ला रहेछ राम्रो रहेछ है मलाई खुल्ला भएको भिडियो अपलोड अब भिडियो आएको तपाईँ ठाउँ त एकदम राम्रो छ हजुर खुल्ला रेसिडेन्सियल हिसाबले राम्रो रहेछ हामी त पहिलोचोटि आइगयो त तर राम्रो रहेछ बस्ती हजुर बस्ती दामी टिभी कहिले नै होइन झापा हो नि ओरिजिन त त्यो झापा हो झापा हो नि हाम्रो झापाको हो म पानी चिया नै खान्छु पानी खानु जस्तो भयो त्यो भित्र लड्नु त बुवा पनि हिँड्यो अब आजदेखि औपचारिक रूपमा हामी सम्झि भाइ अब त भेट्न यो जुन दिन हामी त्यहाँ भेटेर गयो नि हजुर। बगैँचा त्यहीँबाट हो। अब क्यामेरा अफ गरेको भयो कि अरे पानी पिउँदैन म नखाने नखाने